हेलो एभ्रिवान, मेरो नाम राकेश मेहता। म चाहिँ आइयु पूर्वाञ्चल क्याम्पस धरानमा कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेको स्टुडेन्ट। मैले भर्खरै फर्स्ट इयर सकेर सेकेन्ड इयर छिरेको हो। मैले च्यानल किन खोलेको भन्दाखेरि मैले पहिला पनि कोडिङहरू सिक्न धेरै नै ट्राई गरेँ, तर मेरो कन्सिस्टेन्सी ब्रेक हुन्थ्यो, म डिस्ट्र्याक्ट हुन्थेँ अनि त्यो डिसिप्लिनमा बस्न सक्दिनँ थिएँ। त्यही भएर अबदेखि चाहिँ म के गर्छु, कसरी गर्छु भनेर डकुमेन्टेसन केही लागि पनि मैले चाहिँ युट्युब च्यानल खोलेको र आजदेखि म सक्दो ट्राई गर्नेछु कि मैले रेगुलरली डे 1, डे 2, डे 3 गरी जबसम्म एउटा इन्टर्नसिप क्र्याक हुँदैन तबसम्म कोडिङ सिकिराख्ने र एउटा फर्स्ट इन्टर्नसिप प्लान गर्ने भन्ने मेरो प्लान छ। आई डोन्ट नो यो कतिको पोसिबल छ र कसरी गर्न सकिन्छ भन्ने कुरा। आज चाहिँ मेरो कोडिङ जर्नीको डे 1 हो अनि मैले डे 1 मा अब एचटिएमएलै सिक्ने पनि सोचेको थिएँ, तर फेरि सोचेँ मैले एचटिएमएल, सिएसएस र जाभास्क्रिप्ट अलिअलि फर्स्ट इयरमा नि पढेको थिएँ मैले, तर तिनीहरू चाहिँ कम्प्लिट थिएन। त्यही भएर आज मैले सिएसएसको एउटा चाइ अर कोड भन्ने च्यानलमा एउटा 2 पोइन्ट समथिङ हाफ आवरको होला, 2.5 घन्टा जतिको भिडियो होला, त्यो लेक्चर चाहिँ कम्प्लिट गर्नेछु र त्यहाँ पढाएको कुराहरूलाई प्र्याक्टिस गर्नेछु। अनि मेरो सेटअप पहिला नै मिलाइसकेको थिएँ मैले, किनभने फर्स्ट इयरमै मैले लिनक्स इन्स्टल गरेको थिएँ अनि त्यहाँ भिएस कोडहरू सबै मेरो ल्यापटपमा छँदैछ। त्यही भएर मलाई सेटअप गर्नु परेन, यो चाहिँ एउटा प्लस पोइन्ट भयो। अनि आज म सिएसएस दिनभरि सिएसएस सिक्छु, लाइक म ट्राई गर्छु 6 to 8 आवर सिक्न। र मेन कुरा के हो भन्दाखेरि हाम्रो कलेजले भर्खरै फर्स्ट इयरको इक्जाम सकेर अहिले छुट्टी छ, लाइक 20 दिनसम्म चाहिँ होला छुट्टी। अनि यो 20 दिनमा चाहिँ म कलेज जसरी जान्थेँ 7-8 घन्टा पढ्ने, त्यसरी नै म रुममा नि ट्राई गर्छु 6 देखि 8 घन्टा कम्तीमा पढ्न। त्यसपछि अब छुट्टी सकिसकेपछि कम्तीमा दिनको 2 घन्टा कोडिङ सिक्ने ट्राई गर्नेछु र अरू कलेजको कुराहरू त भइ नै गयो। आजको लागि यति नै थियो। भोलि मैले आज के गरेँ भनेर र भोलिको प्लान के हुनेछ भनेर भिडियो ल्याउँछु, त्यो चाहिँ डे 2 हुनेछ। यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद।